नमस्कार, म मुकेश पोखरेल। आज म रूपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर 3 र आगामी फागुन 21 गते हुन गइरहेको निर्वाचन र त्यसको सम्भावित परिणामका बारेमा चर्चा गर्दैछु। यसपटकको निर्वाचनमा को विजय हुन्छ वा पराजित, पहिलेका निर्वाचनमा जस्तो पूर्वानुमान गाह्रो छ। स्वयं प्रतिस्पर्धामा उत्रिएका उम्मेद्वारहरू पनि ढुक्क छैनन्। रूपन्देही जिल्लाको शुद्धोदन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको वार्ड नम्बर 1, 3, 6 र 7, ओमसतिया गाउँपालिकाको वार्ड नम्बर 2, मायादेवी गाउँपालिकाको वार्ड नम्बर 7 र 8, तिलोत्तमा नगरपालिकाको 13 र 14 तथा बुटवल उपमहानगरपालिकाको 14 देखि 19 वडाहरू समेटिएको यो निर्वाचन क्षेत्रमा 1,29,000 मतदाता रहेका छन्। निर्वाचनमा काङ्ग्रेसबाट सुशील गुरुङ, एमालेबाट वासुदेव घिमिरे, रासपाका लेकजङ थापा, राप्रपाका गौरव बोहरा र नेपाली कम्युनिस्ट पार्टीका फैज अहमद खाँ सहित 36 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्। अब कुरा गरौँ प्रतिस्पर्धामा रहेका उम्मेद्वारका अनुकूलता र प्रतिकूलताहरू। 2074 सालमा भएको निर्वाचनमा माओवादी र एमालेको गठबन्धनबाट एमालेका घनश्याम भुसालले 32,866 मत ल्याएर विजय भएका थिए। नेपाली काङ्ग्रेस र राप्रपाको गठबन्धनबाट उम्मेद्वार बनेका दीपक बोहरा 27,400 मत पाएर दोस्रो भएका थिए। तर 2079 को निर्वाचनमा यस क्षेत्रमा एमाले र राप्रपाको चुनावी गठबन्धन भएको थियो। एमाले र राप्रपाको गठबन्धनबाट उम्मेद्वार बनेका दीपक बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडलाई हराएका थिए। बोहराले 36,717 मत पाउँदा खाँड भने 34,036 मतमा सीमित भएका थिए। विगतका निर्वाचनमा जस्तो यसपटक पार्टीहरू बीच गठबन्धन छैन। सबै पार्टीका आआफ्नै उम्मेद्वारहरू रहेका छन्। नेपाली काङ्ग्रेसबाट उम्मेद्वार बनेका सुशील गुरुङ युवा उम्मेद्वार हुन्। भैरहवामा जन्मिएर विद्यार्थी कालदेखि नेपाली काङ्ग्रेस राजनीति गरेका गुरुङ शालीन, नम्र र सबैसँग घुलमिल गर्न सक्ने उम्मेद्वारका रूपमा चिनिन्छन्। तर उनलाई जितको लागि खटिनुपर्ने काङ्ग्रेसकै कार्यकर्ताहरू अहिलेसम्म बाहिर ननिस्किएको त्यहाँका काङ्ग्रेस कार्यकर्ताहरूको भनाइरहेको छ। एमालेबाट चुनावी मैदानमा उत्रिएका वासुदेव घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर हुन् र यस अघिको निर्वाचनमा उनी रूपन्देही जिल्लाकै निर्वाचन क्षेत्र नम्बर 5 बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका थिए। तिलोत्तमाको मेयरका रूपमा कार्यरत हुँदा उनले बनाएको छवि र संसदमा निरन्तर रूपमा राष्ट्रिय तथा स्थानीय मुद्दाको विषयमा उनले राख्ने धारणा उनका सकारात्मक पक्ष हुन्। रासपाबाट उम्मेद्वार बनेका थापा पहिलो पटक निर्वाचनमा होमिएका व्यक्ति हुन्। राप्रपाबाट उम्मेद्वार बनेका गौरव बोहरा पनि नयाँ हुन्। उनका बुवा दीपक बोहराको विरासत र राप्रपाको परम्परागत उनका लागि सकारात्मक पक्ष हो। तर राजनीतिमा नयाँ अनुहार भएकाले बुवा दीपक बोहराको जस्तो स्थानीय स्तरसम्म उनको पहुँच छैन। नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेद्वार बनेका फैज मोहम्मद भैरहवाका स्थानीय हुन्। उनीसँग केही जातीय मत बाहेक पार्टीको सांगठनिक पकड भने कमजोर छ। मतदाता माथि उल्लेखित उम्मेद्वारसँगको सम्बन्धित पार्टीका कार्यकर्तासँगको कुराकानीमा यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी एमाले देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी, काङ्ग्रेस, राप्रपाका कार्यकर्ताहरूले मुख्य प्रतिस्पर्धी एमाले रहेको बताउँछन्। चुनाव आउन अझै 1 हप्ता बाँकी छ। जितका लागि उम्मेद्वारले मेहनत गर्न सक्ने यो पर्याप्त समय हो। त्यसकारण अन्तिम समयमा हुने प्रयासहरू पनि जितका लागि निर्णायक बन्न सक्छन्। अहिलेलाई यति चाहिँ भन्न सकिन्छ, नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडको भूमिकाले यहाँको सम्भावित नतिजामा प्रभाव पार्न सक्छ। नेपाली काङ्ग्रेसकै कार्यकर्ताहरूका अनुसार खाँड पक्षीय नेता तथा कार्यकर्ताहरू अहिले उक्त क्षेत्रमा मौन जस्तै देखिन्छन्। एमाले मौन रहेका खाँड पक्षीय कार्यकर्ताको मत तान्ने प्रयासमा देखिन्छ। नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडको भूमिका कस्तो हुन्छ त्यो नै अन्तिम समयका लागि निर्णायक बन्न सक्छ।